राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ अहिले एप्लिकेसन आएको छ। त्यसको लागि चाहिँ तपाईँले प्ले स्टोरमा गएर राष्ट्रिय स्वतन्त्र पार्टी भनेर सर्च गर्नु होला, त्यहाँ टपमै नै आउँछ। अनि त्यसपछि चाहिँ तपाईँ एप्लिकेसन ओपन गरिसकेपछि यसलाई स्किप गर्दा पनि हुन्छ। भाषा परिवर्तन गर्नलाई अरूमा जानुहोस्, इङ्ग्लिस चाहे इङ्ग्लिस, नेपाली चाहे नेपाली क्लिक गर्नुहोस्। त्यसपछि यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा न्युजहरू भयो, भिडियोहरू भयो, डाउनलोड भोलिन्टियर सदस्यता लिन सक्नुहुन्छ अनि सहयोग पनि गर्न सक्नुहुन्छ। फोन पे, खल्ती, ई सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कर्बु पेबाट मेम्बरसिप पनि लिन सक्नुहुन्छ, सदस्यता। फुल नेममा चाहिँ आफ्नो नाम राख्ने, जस्तै मैले लक्ष्मण बडाल राखेँ। त्यसपछि इमेलमा चाहिँ आफ्नो इमेल एड्रेस राख्ने। त्यसपछि चाहिँ जुन देशको तिन देशको त्यो देशको चाहिँ फोन नम्बर राख्ने, तपाईँको रजिस्टर गरिदिने। अनि केही समयपछि लगइन हुन्छ है। त्यसपछि यता मेम्बरसिप भनेर आउँछ अनि आफ्नो जेन्डरमा राख्ने, डेट अफ बर्थ मैले 2055 वैशाख 29 गते राखेँ। त्यसपछि चाहिँ तपाईँको कुन वर्गको हो, दलित, आदिवासी, जनजाति, खस्के, मधेसी त्यो राख्ने। अनि त्यसपछि प्रदेश, प्रोभिजन, डिस्ट्रिक्ट अनि जिल्ला पनि राख्ने। सबै देखाउँछ छान्दाखेरि। नगरपालिका, अनि आफूलाई रुचाएको एउटा फोटो माग्छ, फोटो राख्नु हुन्छ। मैले फोटो राखेँ। म्युनिसिपालिटी छुट्या रहेछ, नगरपालिका राखेँ। नगरपालिकामा मैले रुचाउने राखेँ। त्यसपछि फेरि नेक्स्ट गर्ने, वार्ड नम्बर राख्ने, नेक्स्ट गर्ने। त्यसपछि तपाईँको डकुमेन्ट टाइप, अब सिटिजनसिप हो कि अरू कुनै अरू भएपछि अरू पनि राख्न पायो। नभएपछि नागरिकताको चाहिँ राख्नु मिल्यो। नागरिकताको चाहिँ तपाईँ अब नागरिकता नम्बर राख्नुहोस्। इस्यु डिस्ट्रिक्ट, अब कुन जिल्लामा चाहिँ तपाईँको नागरिकता बनेको कुन जिल्लाबाट भन्ने हुन्छ, अब त्यो जिल्ला राख्नुहोस्। मैले बैतडी राखेँ। त्यसपछि तपाईँको फ्रन्ट साइडको फोटो तपाईँको नागरिकताको र अनि ब्याक साइडको फोटो खोज्छ। मैले यो देखाउनको लागि मेरो युट्युब च्यानलको नै राखिदिएँ। अनि आई एक्सेप्ट अल द मेम्बर्स लेखेको ठाउँमा चाहिँ क्लिक गर्ने। त्यसपछि केही छिनपछि साइनअप हुन्छ। साइनअप भइसकेपछि लगइन भइसकेपछि तपाईँले चाहिँ 1000 रुपियाँ चाहिँ पे गरेर अनि सदस्यता लिने रजिस्टर गर्न सक्नुहुन्छ आफ्नो खल्ती, ई सेवा, मोबाइल, फोन पेबाट। मेरो चाहिँ नेट स्लो भएको कारणले मैले चाहिँ यतिसम्म नै देखाएँ। हस् त, थ्याङ्क यू फर वाचिङ भिडियो।